धेरैचोटि भनिसकेको छु होइन यो धेरै वर्ष अगाडि मेरो जानुले मेरो छोरीले गिफ्ट दिएको हो मेरो बर्थडेमा यो यहाँ छोरोको गिफ्ट छ यहाँ मम्मीको गिफ्ट छ होइन यो पनि अस्ति बिरामी हुँदाखेरि यो पनि गइसकेको थियो गइसक्यो भने मतलब बन्दगी राखिसकेको थिएँ होइन तर अहिले बिस्तारै दर्शकहरूको मायाले त्यति धेरै पैसा घर बनाउने अहिले बन्दगी नै राख्नु परेन त्यही होइन घरको बेलामा नि मेरो त्यही जुन घर बनाएर छ त्यो पनि बन्दगी छ कृषि विकास ब्याङ्कमा गएर महाराजगञ्जमा सोध्यो भने होइन जय किसान बस्नेतको लोन कति छ भने थाहा पाइहाल्छ तर मलाई होइन दर्शकहरूको माया होइन तपाईँहरूकै मायाले गर्दाखेरि होइन मलाई किन हराउन दिँदैन होइन जस्तै मलाई जस्तै नोभेम्बर जिन्सले मलाई स्पोन्सर गर्यो नि त भने मतलब उनीहरूले मलाई लुगा पनि दिइरहेछ पैसा पनि दिइरहेछ होइन जस्तै हिलकिट नेपाल थुप्रै यस्तो ब्रान्डहरू छ नि त मतलब के हो भने म दर्शकहरूले मलाई माया गर्नुहुन्छ म अलिकति सबमा हाई गर्छन् दाइलाई त्यही कारणले पैसा आइरहन्छ क्या दाइ सुन्नु न धेरैले हाई गर्छन् दाइले बोल्यो भने फिल्म पनि चल्छ गीत पनि चल्छ ब्रान्ड पनि एउटा चल्छ भनेर नोभेम्बरले गिफ्ट दियो होला जहाँसम्म लाग्छ यो होइन गिफ्ट भन्दा नि नोभेम्बर जिन्स भनेको चाहिँ मेरो मित्र केदार न्युपानेजीको हो उहाँ एकदम समाजसेवी पनि हो होइन हरेक वर्ष पटक उहाँले ब्लड डोनेसनहरू पनि गरिरहनु भएको हुन्छ एकदम दुखी पीडितहरूलाई खाना खुवाउने कपडा बाँध्ने होइन अनेकौँ गरिदिइरहनु भएको हुन्छ होइन अनि उहाँहरूले अब नोभेम्बर जिन्स त्यसै गरी डिएनए ब्रान्ड होइन उहाँहरूको छ भने मैले किन पब्लिसिटी नगरिदिने होइन अस्ति मैले कमेडी दरबारमा पनि होइन नोभेम्बर जिन्सकै लुगा लगाएर गएको थिएँ कहिले म हिलकिट नेपालको मेरो धनुष भाइ भन्ने हुनुहुन्छ होइन उसको गरिदिएर हुन्छु दरबारमा त्यही त यति धेरै चिजको अब म्युजिक भिडियो फिल्मदेखि लिएर सबैको तपाईँले प्रचार गर्नु छ खेल्छु पनि होइन खेल्नु छ मैले यहाँ क्वेसन राख्दै थिएँ आज भर्खर तपाईँको दाइको होइन ट्रेलर रिलिज भयो पिआर अनि तपाईँलाई चाहिँ देखिएन दाइ धेरैजना देखियो तपाईँलाई देखिएन तिमीहरूले त मलाई भेट्न यहाँ रात पऱ्यो यहाँ म कहाँ थिएँ भनेर होइन विनिताले फोन गरेको थियो हाम्रो जुम टिभी नेपालले होइन म बाहिरबाट हाम्रो दिपक भुजेल चञ्चले चुलबुलेको हाम्रो निर्माता निर्देशक गीतकार सङ्गीतकार गायक पनि हिँड्छ ऊ र म होइन कहाँबाट के भन्छ नि लड्दै पढ्दै जोरकुडा फोड्दै भन्छ नि तिहारमा त्यस्तै गरी हामी यहाँ आएर तिमीहरूले यति राति मलाई भेट भइरहेछ अनि अब पिआरको नाम लिइहाल्यो पिआरको ट्रेलर आइरहेछ सबले पिआरको ट्रेलर पनि हेरिदिनु होला फिल्म यही मङ्सिर 26 गतिबाट रिलिज हुँदैछ किन नहुने यार मलाई अरूको फिल्मको त याद हुन्छ आफ्नै घरको फिल्मको आफ्नै दाइको फिल्मको याद नहुने अनि त्यहाँनिर दाइलाई जय किसनको बारेमा सोद्धाखेरि अहिले म कसैलाई पनि चिन्दिनँ फिल्मको हिरो हिरोइन बाहेक भन्नुभयो सही हो नि किनभने यहाँ चाहिँ के छ भने अस्ति सोभित दाइ र म एउटा फिल्मको ट्रेलर रिलिजमा गएको थियौँ त्यो फिल्मको नाम चाहिँ ठ्याक्कै बिर्सिहालेँ मैले होइन मलाई याद छ कुन फिल्म थियो क्या परिवर्तन अनि के होइन परिवर्तनको ट्रेलर रिलिज भएपछि परिवर्तनको बारेमा सोध्नु नि होइन अनि सोभितालाई पनि त्यही सोधेको छ मलाई पनि त्यही सोधेको छ अस्ति भर्खरमा एउटा फिल्म हेर्न गएको थियो हर्ष भन्ने होइन प्रिमियर सो थियो हर्षको बारेमा सोध्नु कस्तो फिल्म लाग्यो भनेर होइन तपाईँहरूको बिचमा के भएको छ भनेर सोधिदिन्छ होइन त्यही भएर अझाल त मैले यस्तो ठाउँमा जानै छोडिदिइसकेँ कि सुविधाले जे भने सही भने क्या पिआर रिलिज हुँदैछ 26 गते अनि जय किसान बस्नेत किन आएन भनेर सोध्ने होइन म तिमीहरूले देखिरहेको छु यहाँ राति यति राति मलाई यहाँ बानीसरमा भेटिरहेको दाजुभाइ त राम लक्ष्मणको जोडी भन्दा कम थिएन भनेर अहिले पनि छैन अहिले पनि हामी राम लक्ष्मण भन्दा तर सामाजिक सञ्जालमा त एक अर्कालाई लक्षित गरेर कमेन्टहरू आइरहेछ कुराहरू आइरहेछ दाइ हाम्रो चाहिँ यहाँ छैन त्यो सबै मिडियाबाट आइरहेछ दर्शकहरूबाट आइरहेछ यो बारेमा सोध्यो भने तिमीहरूको भिडियो चल्दैन यो पुरानो भइसक्यो साँच्चै नै भने दसैँदेखि असोज कार्तिक मङ्सिर भइसक्यो 3 महिनादेखि जहाँ एउटा अर्को आरोप के लागेको छ भने दाइको फिल्म चलाइदिनलाई यो फ्यामिली नै मिलेर फ्यामिलीमा झगडा भएको कुराहरू आएको हो भन्छन् यो चाहिँ कतिको सत्य खै मलाई त्यस्तो नाटक गर्न आउँदैन यो त अगाडिको बर पिपलको समयमा पनि तपाईँहरू बोलचाल छैन रे भन्ने कुराहरू आइरहेको थियो नि त मलाई थाहा छैन डाँडाको बर पिपलमा त हामी सबै सँगै थियौँ त यो खै कहाँबाट आयो होइन तिमीहरूले त्यो भिडियो चलाउनलाई यो टाइटल खोज्या हो होइन यो टाइटल आयो भने साँच्चै नै तिम्रो चल्दैन कि यो पुरानो भइसक्यो रियलमै भने भिडियो बनाउनु भएको थियो यति लामो जय किसान बस्नेतलाई ट्याग गरेर यति लामो भिडियो बनाउनु भएको थियो हजुरको भाउजूले जसले अब मलाई थाहा छैन मैले यस्तो फुर्सद पनि छैन अहिले मैले भने नि म अहिले म्युजिक भिडियोमा व्यस्त छु म अहिले त्यो सर्ट मुभीहरूमा व्यस्त छु नयाँ मुभीहरूको वर्कसपहरू चलिरहेछ होइन यी ब्रान्डहरूको प्रचार गर्दै हिँडिरहेको छु ठिक छ यो नोभेम्बरको कुरा गर्दै गरौँ तपाईँले त सलोनको बारेमा हुन्छ नि आची पनि गरे सोरेको हो जयले बाहेक कसैले धुन मान्दैन थियो सलोनले भन्ने कुराहरू आइरहेको थियो होइन भाउजूले पनि स्वीकार्नु भएको जय बाबुले नै हो सलोनलाई धेरै माया गर्ने भनेर होइन म सबैलाई माया गर्छु
सलोन त झन् भइ नै हाल्यो होइन किनभने सलोन भनेको हामी सोभिदार म पछिको अर्को पुस्ता जेठो त उयो हो नि त होइन अनि सोभिदार त्यो बेला बिजी एकदमै होइन सलोनलाई साँच्ची नै हुर्काएको मैले नि त्यो सलोन अरूसँग सुत्दै नमान्ने म उतानो गरेर बस्नुपर्ने होइन अनि ऊ मेरो यहाँ चट्ट खुट्टा दायाँ बाहिर खाएर मेरो छातीमा सुत्थ्यो कि मलाई याद आयो अनि अनि यस्तो मान्छेहरूलाई तपाईँहरू यहाँ मिडियामा किन यस्तो निकालिरहनुहुन्छ क्या यदि हामी छुट्टेकै हो नि पनि होइन किन छुट्या भन्ने पनि ठाउँ होइन झन् यही कुरालाई होइन हाइलाइट बनाएर जुन मिडियामा चर्चाबाजी गरिन्छ नि त्यो यसको हामी शिकार भएको हो होइन नभए हाम्रो घर परिवारमा के पनि छ यसमा दोषी चाहिँ मिडियाकर्मीहरू नै हो मिडियाकर्मीलाई मात्र नि भन्दैन यहाँ हरेक अहिले त मिडियाकर्मी भनेको अब यो सोसियल मिडिया सम्पूर्ण सामाजिक सञ्जालै भन्छु कि हाम्रो बारेमा भिडियो हाल्यो भने टिकटक पनि चल्छ रिल्स पनि चल्छ आजकल त त्यो के अरे के भन्छ फेसबुकमा त मोनिटाइज भएपछि त होइन स्ट्याटस पनि चल्छ फोटो पनि चल्छ होइन अनि त्यो अनेक भाउजूको पनि अचेलभरि मेरोमा न्युज फिडमा खुब आउनु थाले टिकटक कसको हजुरको वाइफको सबै अहिले सबैजना मिडिया हो क्या मैले धेरै इन्टरभ्यूमा भन्छु नि मान्छेहरू के अरे फिल्म खेल्नको लागि फिल्म खेल्ने भने किन भाउजूको स्ट्याटस हेर्दा यस्तो लाग्छ क्याप्सन हेर्दा यस्तो लाग्छ कि होइन कसैले साथ दियोस् नदियोस् म चाहिँ दिन्छु मेरो हजुरलाई भन्ने टाइपको आइरहेको हुन्छ दाइ एक्लो भए हो कि भन्ने धेरैले अनुमान पनि गरेका छन् कि यो कुरामा कमेन्ट हेर्दाखेरि म जन्मे पनि एक्लै होइन जानी पनि एक्लै नै हो होइन मैले धेरै इन्टरभ्यूमा भनेको छु मेरो अलिकति कर्म अलिकति खोटो छ मैले अलिकति जस पनि पाउँदिनँ 50औं 100औं फिल्म सुपर हिट दिएँ होइन त्यहाँ पनि पहिला मेरो कुरै हुँदैन थियो मिडियामा होइन त्यही भएर म आफै मोबाइल टिभी खोलेर अनेकौँ च्यानल खोलेर आफै मिडियाकर्मी बने होइन म अलिकति अभागी मान्छे हो क्या फिल्मले भन्दा बढी मोबाइल टिभी मात्र होइन तपाईँहरूको मिडियाहरू पनि छ मलाई सामाजिक सञ्जालले बढी चिनायो अहिले म जहाँ जाँदा भने हामी दिपक र म चञ्चले चुलबुलेको प्रमोसनको लागि आज हामी कहाँ पुगेका थियौँ क्या गाउँको होइन बच्चाहरूदेखि वृद्धले समेत ओ जय किसन बाबु भनेर आउँछ तपाईँको इन्टरभ्यू बवाल लाग्छ कडा लाग्छ भन्नुहुन्छ क्या होइन चञ्चले चुलबुलेमा होइन करिश्मासँग ठोकिरहँदो रहेछ जय किसनको कुरा के हो दाइ यो होइन चञ्चले चुलबुलेमा करिश्मा साई हुनुहुन्छ एकदम नेपालको मलाई एकदमै मनपर्ने डान्सर थोरै हुनुहुन्छ होइन एकदमै खराब बवाल डान्स गर्ने होइन त्यो मध्येमा एउटा करिश्मा साई पनि हुनुहुन्छ होइन उहाँसँग मैले योभन्दा अगाडि पनि एउटा गीत गाइदिनु त चञ्चले चुलबुले गीत गाउन त मेरो स्वर छैन होइन न त मलाई एकदम मनपर्ने चाहिँ गायन नै हो तर मेरो स्वर राम्रो छैन कि अनि त्यही भएर म नाच्नलाई चाहिँ ठिक छु म अब यो मङ्सिरको महिना भयो हुनाले बिहेको कुरा गरौँ अहिले नायिकाहरूको बिहेको होस् अथवा लभ अफेयरको खुबै चर्चा हुन्छ होइन साम्राज्ञीको पनि एकदम धेरै चर्चा छ अहिले अब साम्राज्ञीले बोलेको कुरालाई पनि लिएर होइन उहाँ बच्चाको बुवा चाहिँ हो तर म्यारिड होइन भन्ने कुराले पनि सामाजिक सञ्जालमा चाहिँ अब नेपालको कन्टेन्टमा चाहिँ बाउ भएपछि स्वत विवाह मानिन्छ होइन नेपाली परिप्रेक्ष्यमा चाहिँ अब त्यो कुराले गर्दा पनि एकदम विवाद भएको छ अनि त्यो जो खरेलजी हुनुहुन्छ उहाँसँगको सम्बन्धले उहाँको एक्स वाइफको सम्बन्धले पनि तपाईँलाई चाहिँ के लाग्छ यो कुरामा मैले यो क्रिटिसाइज भए हुन जरुरी हो तिम्रो ढिला भएको छ यो बारेमा मैले 1 वर्ष अगाडि बोलेको थिएँ धेरै मिडियामा त्यो भिडियो लगभग 500वटा भिडियो होला एउटा थाइल्यान्डमा एउटा एकदमै चर्चित नायिका त्यहाँ 2टा म्युजिक भिडियो सुटिङ गर्न गइरहनु भएको छ र त्यहाँ यस्तो हङ्गामा मचिरहेछ भनेर मैले त्यही बेला 1 वर्ष अगाडि नै भनिदिएको छु त्यो धेरै च्यानलमा हेर्न पाउनुहुन्छ र मोबाइल टिभीको 1 वर्ष 8-9 महिना 1 वर्ष भयो होला क्या जुन के खरेल रे हाम्रो विशाल खरेल हो उहाँको श्रीमतीले मसँग कन्ट्याक्ट गर्नुभएको थियो लगभग 1 वर्ष अगाडि यस्तो भइरहेछ भनेर होइन मसँग त्यो विषयको लिएर होइन मसँग फोटो भिडियोहरू पनि अहिले पनि छ र उहाँसँग मेरो हाम्रो खरेलजीको श्रीमती मुनु सुब्बा उहाँसँग मेरो कुराकानीको लगभग 1 घन्टाको अडियो पनि मसँग अहिले पनि छ मैले त 1 वर्ष अगाडि नै खुलाइदिएँ हुँ तर मैले त्यो बेला हाम्रो एकदमै साम्राज्ञीले नै गर्दाखेरि उहाँको घरबार बिग्रिँदैछ यो मिडियाकर्मीहरूले अलिकति खोज पत्रकारिता गरौँ यसो हुँदैछ भनेर मैले 1 वर्ष अगाडि नै भन्दै थिएँ तर हाम्रो नेपालमा के छ भने जय किसन बस्नेतको घरमा के भइरहेछ शोभित बस्नेतको घरमा के भइरहेछ यही मात्रै यहाँ चर्चा हुन्छ क्या मैले 1 वर्ष अगाडि भने 500वटा भन्दा बढी भिडियो छ मोबाइल टिभीमा केही नभए 10-12वटा भिडियो छ म त्यही बेला भन्दै मैले होइन हाम्रो एकदम महापत्रकार हाम्रो प्रकाश सुवेदी दाई चुल्टे अङ्कल उहाँलाई पनि मेन्सन गरेर भनेको थिएँ क्या दादा यस्तो कुरा भइरहेछ थाइल्यान्डमा कसैको घरबार बिग्रिनेवाला छ होइन तपाईँले ल्याउन पर्यो भनेर मैले कयौँ इन्टरभ्यूमा भनिदिएको छु र हाम्रो मुनु सुब्बा उहाँले पनि होइन धेरै मिडियामा उहाँले 1 वर्ष अगाडि नै
सम्पर्क गर्नुभयो तर होइन कसैले पनि बाहिर ल्याउने आँट गरेको थिएन तर मैले बाहिर ल्याइदिएको थिएँ तर मैले होइन साम्राज्ञी भनेर नाम चाहिँ तपाईँले त्यही त नामै लिनु भएको थिएन नाम चाहिँ ल्याएको थिइनँ होइन तर थाइल्यान्ड भनेपछि जसले पनि बुझ्दैन थाइल्यान्डमा 2टा गीत गरेर आएको चर्चित हिरोइन भनेर होइन त्यति पनि नबुझ्नेलाई त म पत्रकारै भन्दिनँ त्यसको त्यो त पत्रकार भइगयो नि होइन अनि त्यही बेला मैले भन्दै थिएँ यो घर जोइन सक्थ्यो भनेर क्या त्यतिखेर कसैले यो न्युज के पुच्छरै लाएन मैले भन्दै जो त्यो जोडी अहिले परेवा जोडी जस्तो भएको छ ढुकुरको जोडी जस्तो त्यो जोडी छुट्थ्यो यदि न्युज आएको भए छुट्दैन थियो होला किनभने होइन तर अब म चाहिँ अहिले आएर चाहिँ म के भन्छु भने होइन अब नहुनु जे हुनु कुरा भइसक्यो होइन अब हाम्रो खरेलजी र सुब्बाजीको डिभोर्स पनि भयो भने पनि सुनिरहेको छु अब डिभोर्स भएपछि अब आफ्नो बाटोमा लागिसक्नु भयो होइन अब चाहिँ म खरेलजी र हाम्रो शाहजीलाई साम्राज्ञीजीलाई होइन वैवाहिक जीवनको सफलताको शुभकामना दिन्छु तपाईँसँग कुरा हुन्छ भने त्यति खुलस्त पार्दैन विवाह भएको थिएन लिभिङ टुगेदर मात्रै हो लिभिङ टुगेदर भनेको म्यारिज सर्टिफिकेट थिएन कसरी डिभोर्स हुन्छ भन्ने कुराहरू आइरहेको थियो होइन त्यो त मलाई उनीहरूको बारेमा यो बारेमा त उहाँहरूले त्यो हाम्रो खरेलजीलाई सोध्नुपर्छ मैले सुने चाहिँ उहाँहरूको बिहा भयो एउटा बच्चा पनि छ भन्ने सुने हो होइन अब लिभिङ टुगेदर हो अथवा यतिकै बच्चा फुत्तै निस्क्यायो कि त्यो मलाई केही पनि थाहा छैन त्यो उहाँलाई त्यो हाम्रो सुब्बाजीलाई साम्राज्ञीजीलाई हाम्रो खरेलजीलाई सोध्नु पर्यो अन्त बच्चा जन्मिनलाई नि केही न केही त हुनु पर्यो अब त दिन्छु किनभने होइन हाम्रो सुब्बाजी मुनु सुब्बा उहाँको अर्को पनि नाम छ क्यारे होइन तर मैले चाहिँ मुनु सुब्बा भनेर चिन्छु पहिलेदेखि होइन अनि उहाँ अमेरिकामा हुनुहुन्छ होइन उहाँ पनि आफ्नो जिन्दगी अगाडि बढाउनुहोस् हाम्रो खरेलजी शाहजी पनि होइन आफ्नो जिन्दगी अगाडि बढाउनुहोस् होइन यो अर्काको जिन्दगीको बारेमा मलाई नसोध्नु कि अब आफ्नो मर्जी गरेर थाहा हुन्छ क्या अर्को प्यारी बहिनी पूजा शर्माको पनि विवाह हुँदैछ शुभकामना दिनुहोस् न एकदम एकदम मुरी शुभकामना झन् पूजा त हाम्रो बहिनी पनि भइहाल्यो होइन त्यसपछि हाम्रो पूजाको जोसँग बिहा हुन लागिरहेछ उहाँ पनि म वर्षौँ अगाडिदेखि चिन्छु होइन एकदम मिलेको जोडी छ मान्छेहरूले पर्दाको हिरो भन्छन् नि हाम्रो पूजाको हुनेवाला हस्बेन्ड होइन मै हुँ भन्ने हिरो भन्दा नि ह्यान्डसम छ त्यो प्रायः दर्शकहरूलाई पनि थाहा छ यहाँ टल होइन ह्यान्डसम बडी बिल्डर हाम्रो तिग्रा जत्रो पाहुरा छ होइन एकदम जोडी जमाएको छ हाम्रो पूजा शर्मालाई एकदमै बधाई छ बेचे कहिले रहेछ 20 गते तपाईँलाई इन्भिटेसन आएको छ मङ्सिर महिना आफ्नो प्यारी बहिनीको इन्भिटेसन आयो नि त त्यहाँ हुने बेला त आइहाल्छ नि अहिलेदेखि किन दिनु पर्यो अनि 20 गते आउन लागिसक्यो आज कतै थियो आज 16 गते 15 गते कि अहिलेसम्म चाहिँ आएको छैन आउँछ होला आशावादी हुनुहुन्छ ओके दाइ अब यो कुरा भयो विवाहको कुरा भयो होइन अब दाइलाई एउटा दुःखद कुरा अब दाइलाई थाहा छैन छैन म अलिकति जोडेर पनि भन्न चाहन्छु हिजो भर्खर बालेन शाहको बुबा जो डक्टर हुनुहुन्थ्यो होइन वैद्य उहाँको मृत्यु भयो अनि अब आजसम्म यत्रो वर्ष भयो नि राज परिवार त्यो घटना भएको अहिलेसम्म रानीलाई जलाएपछि त्यो चितामा कसैलाई पनि जलाएको थिएन हिजो बालेन शाहको बुवालाई त्यो चितामा जलाइयो अब के साँच्चीकै अब जेनजीबाट आएको सरकारले चाहिँ बालेन शाहलाई राजा सरह मानेको या अरू सर्वसाधारणले पनि त्यो चितामा जल्न पाउँछन् यदि मृत्युवरण गरेको खण्डमा के लाग्छ तपाईँलाई खै त्यो त मलाई थाहा छैन होइन यो दुःखद घटना मैले अहिले यहाँ काठमाडौँ आउँदा बाटोमा हेर्दै गाडी पाएँ होइन एकदम दुःख लाग्यो उहाँ एकदमै के भन्छ यो हकिम वैद्य के भन्छ नि त्यो पेसामा हुनुहुन्थ्यो क्यारे होइन बालेन शाहको मतलब म फेरि फ्यान पनि हुँ होइन उहाँको बुवाले स्वर्गमा बास पाओस् होइन र अलिअलि म त्यो हेर्दै आउँदाखेरि होइन कति त्यो हाम्रो नेताहरू त्यहाँ होइन त्यो मलामी जानुभएको थियो तर त्यहाँ होइन पुरा हाँसेर हिँडेर हात मिलाइरहेको कुरा गरिरहेको भिडियो पनि देखिरहेको थिएँ होइन को राजसोपाको नेता खै को नेताहरू त्यो पनि देखिरहेको थिएँ होइन त्योभन्दा घटिया कुरो केही पनि हुँदैन कि मलामी जाँदै नजानु मलामी भनेको एउटा दुःखमा जाने हो नि त मान्छे चाहिँदैन मर्दा पर्दा भनिन्छ नि त तर होइन मलामी जाने कसैको बुवाको त्यहाँ अन्तिम संस्कार भइरहेछ भने होइन त्यहाँ अनेकौँ गएर हाँस्दै त्यो अँगालो मार्दै होइन त्यो गर्नु त राम्रो छैन त्यो चाहिँ मैले देखाएको थिएँ अब त्यो चिताको कुरो त्यो चाहिँ मलाई थाहा छैन भर्खर सुनेँ होइन यदि उहाँलाई त्यो सम्मान दिएको छ भने म खुसी छु त हरेक नेपालीले पाओस् म मर्दा पनि मलाई त्यस्तै चितामा जलाओस् भन्ने म पनि कामना गर्छु जलाउला नजलाउनु आफ्नो ठाउँमा तपाईँलाई के लाग्छ अब बालेन शाहलाई मात्रै दिएको हो कि अब यत्रो वर्षमा फर्स्ट बालेन शाहको बुवालाई त्यो चितामा जल्ने त्यो के भन्ने त्यसलाई के मान्ने होइन त्यो अब शब्द म त राम्रो भन्छु एकदम ठिक छ हरेक नेपालीले त्यो सम्मान पाओस् यहाँ यो ऊ भन्ने नहोस् के जसरी यहाँ न्याय पनि होइन मान्छे हेरेर पहुँच हेरेर होइन पावर हेरेर पैसा हेरेर गरिन्छ नि न्याय दिइन्छ नि
अब यहाँ मरेर जाँदा पनि होइन यस्तो भेदभाव चाहिँ नहोस्। एउटा सर्वसाधारण मान्छे नि मरेर जाँदा त्यसरी जल्न पाओस्। म त होइन सबले सम्मान पाउनुपर्छ भन्छु म चाहिँ। जस्तै हामी सयौँ फिल्म खेलिसकेँ म होइन, कतै जानु पऱ्यो भने एयरपोर्टमा होइन पुरा लाइन बसेर जानुपर्छ, हामीले भिआइपी कक्ष युज गर्न पाउँदैनौँ नि त। त्यो सबै नेपालीले पाओस् भन्छु कि चाहिँ होइन त नर्मल कक्षलाई पनि होइन त्यस्तै सेवा सुविधा भरिपूर्ण होस् क्या होइन। अनि नेताहरूले मात्र भिआइपी कक्ष उपयोग गर्न पाउँदैन छैन अहिले। अहिले भिआइपी बन्द गर्यो जेएनजी आन्दोलनपछि त्यो भिआइपी भन्ने चाहिँ ठ्याक्कै क्लोज भयो। गुड, धेरै राम्रो हो। सबै चिज राम्रो बनाउनु पऱ्यो क्या होइन। अनि हाम्रो यो कलाकार सङ्घमा विकास बोर्डमा पनि होइन के अरे यो के कार्ड दिन्छ नि त्यो तिमीहरूलाई थाहा छ होला नि, यति वर्षभन्दा पुरानो कलाकार कलाकार भनेर कार्ड दिन्छ नि, 20 वर्षवाला अरे 25 वर्षवाला अरे 30 वर्षवाला अरे होइन। म त बच्चावालादेखि यो फिल्म लाइनमा छु होइन, त्यो कार्ड मैले अहिलेसम्म पाएको छैन विकास बोर्डबाट। पाउनु पर्यो दाइ, यो चाहिँ दिँदैन न, कहाँ पाउनु अब होइन यसको लागि लड्नु पर्यो क्या दाइ। लड्दैन अब धुम्फो लकडाउन पछि 4 वर्ष हल बन्द भयो, जसले फिल्म अगाडि चलाउँछ त्यसलाई 25 लाखसम्म सरकारले त्यो राहत दिने भनेर भन्यो। ल त भने मैले चलाइदा धुम्फो, त्यसपछि मेरो धुम्फो पछि आएको फिल्महरू सबले पाएँ, मैले चाहिँ पाइनँ कि। तपाईँले किन हेप्छन्? तपाईँले रिक्वेस्ट गर्नु भएन होला कि लगभग 1000वटा इन्टरभ्यूमा भनिसकेँ। अनि इन्टरभ्यू भनेर भएन नि, सम्बन्धित ठाउँमा जानु पर्यो। भनिसकेँ दयाराम दाहाल थियो, त्यसपछि भुवन केसी आयो, अहिले दिनेश डिसी आयो होइन, कसैले पनि त्यो हेरेन। मैले छोडिदिएँ किनभने होइन कम्तीमा मैले भन्न त पाउँछु विकास बोर्डले मेरो पैसा खान्छ भनेर होइन। सूचना तथा सञ्चार मन्त्रीले मलाई यसरी पक्षपात गरेको छ भनेर भन्न त पाइयो नि त, मलाई केही पनि छैन। ओके दाइ, अब अर्को प्रसङ्ग जोडौँ। रवि लामिछानेलाई भेट्न आज रासोपाका केही नेताहरू अथवा आउँदो रासोपाका चम्किला ताराहरू चाहिँ भेट्न जानुभएको थियो होइन। प्लस हाम्रो सञ्चार क्षेत्रबाट नै हुनुहुन्छ धेरैजना व्यक्तित्व, अब कसको नामले राजीव खत्री, ज्वाला सङ्ग्रौला, त्यसै गरी हाम्रो तपाईँको भाषामा भन्दा चुल्ठे अङ्कल होइन प्रकाश सुवेदी लगायत जितु नेपाल जितु नेपाल कलाकारबाट सबै नेता बन्न छुट्दै हुनुहुन्छ, चाँडै छुट्दै हुनुहुन्छ भन्ने। छुट्दै रवि लामिछानेलाई मात्र किन यत्रो गरेर हेरायो भने मलाई अचम्म लाग्छ क्या। सहकारी ठग रवि लामिछाने कुन पदमा देख्न चाहनुहुन्छ हाम्रो नेपालको प्रधानमन्त्री होइन गृहमन्त्री रवि लामिछानेलाई? म त मैले धेरै इन्टरभ्यूमा भने पनि छु होइन, रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ, हर्कल साम्पाङ, जो गोपी हमाल, अलि राम्रा काम गर्ने मान्छेहरू हुन्छ नि, सबै एउटा पार्टीमा आओस् भन्ने चाहने मान्छे हो म चाहिँ। अब को के भन्ने होइन त्यो त मलाई थाहा भएन होइन, तर केही हामी जनताले आशा गरेका मान्छे होइन यो फुटेर भन्दा नि जुटेर अगाडि बढोस् भन्ने मान्छे हो म चाहिँ। ओके दाइ, रवि लामिछानेलाई शुभकामना दिनु। तर रवि लामिछानेलाई यो आजकल यो रासोपाका अरू को गरे त्यो के अरे जुन कलाकारबाट नि जो भेट्न गयो भन्नुभयो नि होइन, सबले भेट्न जानुपर्छ। तर होइन अहिले जो पनि नेता छैन, मलाई नेता बन्नु नै छैन, नेता बन्नेकै लागि गएको हुन्छ सबैजना भेट्छ प्रायः त त्यही त हो नि। केही न केही मतलब नभइकन नेपालीहरूले गर्दैनन् क्या। नत्र यहाँ मान्छे मर्दा पनि होइन यहाँ मलामीको खाँचो परिरहेको हुन्छ। यदि कसैको पावर पहुँच छैन भने, पैसा छैन भने यहाँ मलामी समेत पाइँदैन। मान्छे चाहिने भनेको अत्याचार भएको छ, चाँडै छुट्दै पनि हुनुहुन्छ भन्ने आइरहेछ। अब त्यो छुटोस्, रवि लामिछाने छुटोस् कि चाहिँ होइन अरूलाई पनि समाओस् क्या। खै जीवी राई, रवि लामिछानेसँग नाम मुसेको जीवी राई पनि त हो नि त होइन। जीवी राई चाहिँ भाइ रवि लामिछानेले मात्र किन पेल्नु? पहिला रवि लामिछानेको जस्तै सहकारी केसमा होइन काङ्ग्रेसका नेता एमालेका नेताहरूलाई पनि छोडिरहेछ। के सबलाई कारवाही हुनु पर्यो होइन? रवि लामिछानेलाई मात्र किन पेल्यो? अझै पनि अब जेएनजीको सरकारबाट धेरै आशा थियो, अझै पनि अब आशा त अझ पनि छ अहिलेको सरकारबाट होइन, तर एउटा झिङ्गामाथि काम पनि गरिरहेको छैन, त्यो चाहिँ दुःख लाग्छ। ओके दाइ, अब अर्को कुरा सामाजिक सञ्जालमा निकै गरमाएको अर्को कुरा पनि छ, धुर्मुस सुन्तलीका कुरा होइन। फोटो भिडियोदेखि लिएर उहाँहरूलाई धेरैले अब एउटाले सपोर्ट गर्न थालेपछि धेरैले सपोर्ट गर्दा रहेछन् भन्ने सामाजिक सञ्जाल हेरी पुग्छ होइन। अब नभए चुक्क कोही बोलाएको थिएनन्। धुर्मुस सुन्तलीको विषयमा चाहिँ तपाईँको राय के छ दाइ? धुर्मुस सुन्तली अझ विशेष गरी धुर्मुस मलाई एकदमै मनपर्ने कलाकार हो होइन। त्यो रङ्गशाला बनाउने, बस्ती बनाउने उसको काम होइन क्या, सरकारलाई छोडिदिउँ। उसको कलाकारिताकै फ्यानहरू धेरै हुनुहुन्छ क्या। त्यही भएर म चाहिँ के भन्छु भने होइन यस्तो यो लप्पन छप्पनतिर नलागेर होइन कलाकारितामै अगाडि बढ भनेर मैले पहिलेदेखि भनेको धुर्मुसलाई सुन्तलीलाई होइन। तर के गर्नु, साइबर सेना लगाइदिन्छन्, झोलै झाम्टेर लगाइदिन्छन् यसो भन्दाखेरि होइन। अनि किनभने बस्ती बनाउने बनायो भने आफैले बनाउने समाजसेवा सबले गर्नुपर्छ।
म पनि गरिरहेको हुन्छु तर म आफ्नो खल्तीबाट गरिरहेको हुन्छु के छ भने गर्ने हो छैन भने नगर्ने हो क्या तर देश विदेशमा पनि मान्छेहरूसँग होइन पैसा उठाउने अनि समाजसेवी भनेर त भएन नि त अब अहिले त्यो काम चाहिँ धुर्मु सुन्दरीले छोडे राम्रो हुन्छ किनभने यो कामको एकदम सुरुवात गर्ने नै अब के उहाँको हो हुन्छ क्या। त उहाँहरू त धेरै पिल्सेको छु यति टर्चरहरू सहिरहेको छु भन्नुभएको छ लोन पनि त्यत्तिकै छ दाइ अब के हुन्छ होला अब के छ कसो छ त्यो त अब मलाई के थाहा होइन अब म चाहिँ के भन्छु भने उहाँ एकदम राम्रो कलाकार हो हरिवंश आचार्य दाई जस्तै होइन हरेक भूमिका होइन एकदम राम्रोसँग निभाउन सक्ने कलाकार हो धुर्मुस भने धेरै क्यारेक्टरमा भित्न सक्ने मान्छे हो क्या हो ऊ चाहिँ होइन यो फिल्म लाइन सिरियलतिर आउँदा राम्रो हुन्छ कि यो रङ्गशालाको मैले अस्तिको इन्टरभ्यूमा पनि भनिसकेको छु होइन जति पैसा उठाएको छ र गुप्त दानहरू पनि जति आएको छ होइन त्यो सबैको एउटा किताब निकालिदेऊ भाइ अब क्लियर पनि हुन्छ नि त मान्छे होइन त्यसपछि आफ्नो कलाकारिता सुरु गर के अस्तिको उहाँले जुन रोएर आफ्नो अभिव्यक्तिहरू व्यक्त गर्नुभएको थियो सुन्तलीको स्ट्याटस पनि त्यति नै लामो र भावुक स्ट्याटस थियो त्यो देख्दा चाहिँ के लाग्यो मैले हेरेको छैन हेर्नु भएन म धेरै भइसक्यो मैले सामाजिक सञ्जाल त्यति चलाउनै पाएको छैन 1.5 महिनादेखि होइन अरू काममा बिजी छु छोरी बिरामी छ हामीलाई त्यो हेरेको थिएँ तिनीहरू हेरेको थिएँ मैले तिनीहरू चाहिँ हेरेको थिएँ म चाहिँ के भन्छु भने होइन उसले एउटा किताब निकालिदेऊ भन्छु क्या म धुर्मु सुन्तलीले मात्र होइन रवि लामी छानेले पनि पहिलाको त राजकोट हस्पिटल यो जनमन्त्री सेकेन्ड लकडाउन जनमन्त्री हस्पिटलमा कति अरब पैसा उठाएको छ यो रङ्गशालामा नि कति पैसा उठाएको छ होइन एउटा किताब निकालिदिने होइन किताब निकालिदिनु मतलब के हो भने 1 रुपियाँ दिनेको नि त्यहाँ नाम आउने भयो करोड दिनेको नाम आउने भयो नि त त्यो भएपछि धुर्मु सुन्दरले एकदम क्लियर हुन्छ डिजिटल किताब निकाल्नु पर्यो दाइ किताबै निकालिदिने त्यत्रो किताब त पढ्न गाह्रो हुन्छ होला दाइ किन यत्रो हुन्छ तिम्रो